नमस्कार। आज 2082 वैशाख 17 गते बुधबार शरबत तथा सातु खुवाउने कार्यक्रम। आयोजक पाल्पा विकास मञ्च। स्थान हाम्रो स्वयम्भू बुद्ध पार्क अगाडि काठमाडौँ र स्वयम्भू बुद्ध पार्क चोक अगाडि काठमाडौँ। उहाँहरूले एउटा यस्तो गर्मीको बेला पनि सातु खुवाएर स्वास्थ्य र संस्कृतिलाई जोगाउन एउटा पहल गर्नुभएको छ। त्यसको लागि धन्यवाद। र अब म यही सातु सम्बन्धीमा म सोध्नु केही कुरा उहाँहरूसँग गर्न गइरहेको छु। पाल्पा विकास मञ्चको द्वारा पाल्पा विकास मञ्चका चाहिँ हाम्रो संयोजकलाई र आमाले सातु खाँदै हुनुहुन्छ, सातु र शरबत। ल हजुर पनि भन्ने हो त केही? ल मैले सोधेँ हजुरको परिचय। मेरो नाम गङ्गा नेउपाने, मेरो घर पाल्पा अर्गेली, तानसेन नगरपालिका वडा नम्बर 14। आज मेरो संस्थाको नाम पाल्पा विकास मञ्च। म पाल्पा विकास मञ्चको कोषाध्यक्ष। हामीले यो हाम्रा पुर्खाहरूले गर्दै आएको यो परम्परा भनौँ होइन। आज सातु खाने दिन, अक्षय तृतीयाको दिन हाम्रो पाल्पा विकास मञ्चले एउटा सानो प्रोग्राम गरौँ न त। अहिले अब यो चलन अलिकति कता कता हराइरहेको हो कि भन्ने भान जस्तो भएर हामीलाई फेरि जगाउँ न त यसलाई भनेर हामीले चाहिँ सानो यो आजको दिनलाई सातु र शरबत खाएर सबैलाई अहिलेको युवा पिँढीलाई पनि जानकारी दिने उद्देश्यले हामीले यो कार्यक्रम आयोजना गरेका छौँ। धेरै हाम्रो दाजुभाइ दिदीबहिनीहरूले आएर खाएर हामीलाई सहयोग गरिदिनु भएको छ। र अहिलेको नयाँ पुस्तालाई के हो, कतिजना भाइ बहिनीहरू सातु चाहिँ के हो त? सातु कसरी बनाइन्छ? चाहिँ हामीले जौलाई भुटेर अनि त्यसमा थोरै स्वादको लागि हल्का चिनी व्यवस्था गरेका छौँ। त्यसपछि हाम्रो स्पेसल गुल्मीको कुदो, यसलाई उखुलाई पेलेर बनाइएको हुन्छ। सक्खर जुन हामीले काकापुरामा सक्खर भनेर पाउँछौँ नि, त्यसको लेदो हुन्छ। पहिला त्यो कुदो बनेर अनि बल्ल त्यसपछि सक्खर बन्छ। यो कुदोलाई पानीमा घोलेर शरबतको रूपमा वितरण गरिरहेको छौँ। धेरैजनाले मन पनि पराउनु भएको छ। हजुरले खानुभयो, दाजुले खानुभयो? धन्यवाद तपाईँहरूलाई सबैले। भगवानको रक्षा होस् होइन। हजुर धन्यवाद। मैले त पानी पिएँ, मैले त्यो नै धेरै। हाम्रो यहाँ दाजु पनि हुनुहुन्छ। धन्यवाद। यो कहिलेदेखि सुरु गर्नुभयो? हजुरले केही भन्नुहुन्छ त यसमा? यही पटक अहिलेदेखि नै? ओ पहिलो पटक। ल पहिलो पटक रहेछ शरबत तथा सातु खुवाउने कार्यक्रम। यो चाहिँ स्वयम्भू बुद्ध पार्कमा यो आज वैशाख 17 गते अक्षय तृतीयाको दिन। पाल्पा विकास मञ्च भन्ने एउटा संस्था हाम्रो छ, पाल्पाकै हो। हजुर। अनि त्यसको अन्तर्गत पनि एउटा मानव सेवा समिति भन्ने छ। हजुर। हामी मानव सेवा समितिबाट यो कार्यक्रम गर्छौँ। ओके ल। अनि यसमा हामीलाई सौजन्य गर्ने भने हाम्रो मिलन भट्टराई, माया भट्टराई हुनुहुन्छ। उहाँहरूलाई पनि हामी धेरै धेरै धन्यवाद दिएका छौँ। ल धन्यवाद हजुरहरूलाई, धन्यवाद। ल म मिलन आयोजकको म साडी पर्छु। धन्यवाद।